यो व्यस्त सहरमा म नयाँ भएँ। गाउँबाट धेरै उत्साहित भएर आएको थिएँ। अझै पनि कलेजको त्यो पहिलो हप्ता सम्झिँदा हल्का डर लाग्छ। यो व्यस्त सहरमा गाउँको लवज लुकाउन खोज्ने यस्ता किसिमका अनेकौं नकारात्मक सोचाइहरू मनमा खेलिरहेको हुन्छ। यो मेरो भावनाहरूलाई कसलाई सुनाउने? यो मनको भारी कहाँ गएर बिसाउने? नमस्ते अंकल। भाइ आछ काठमाडौँ। एससी पास भएको ऊ के पढ्दैछ अहिले? ल ठिक छ ठिक छ, हुन्छ म भेट्छु। हुन्छ अङ्कल, ओके भाइ। आदम गाउँबाट आएको रहेछ, केटाले त खबरै गरेन त मलाई। हेलो हेलो, आराम भाइ हो? हजुर, म यता कोटेश्वर ग्रामर कलेजनिर बस्छु। अनि खबरै छैन त यार। आज भेट्न आउँछु है म। ल ल, आज भेट्नु पर्छ। म आउँछु तिम्रो कोठामा। हुन्छ नि दाइ, आउनु न, म खाना तयार गर्छु नि है दुईजनाको लागि। ल हस्, ल ल ल। और भाइ के छ हालखबर? पुग्नु भयो दाइ, आउनु न, बस्नु भित्र, आउनु न। अनि आदम भाइ के छ हालखबर? ठिक छु दाइ, के भन्नु, यस्तै चल्दैछ दिनहरू। अनि खबरै गरेन त यार काठमाडौँ आएर। खबर त गर्ने त सोच त आइरहेको थियो। फर्स्ट एक्सपिरियन्स भयो, कोठा खोज्नु, यो गर्नु त्यो गर्नु, यताउति गरेर बिर्सिहालेछ नि दाइ। त्यसो भए गाह्रो भयो होला है तिमीलाई? अझै पनि अब बस्ने सेटलमेन्ट त भइसक्यो, कोठाको कुराहरू सबै कुराहरू सेटल भइसकेको छ लगभग। अब समस्या भनेको त्यही अब कलेजमा अलिकति नयाँ भएर होला, अलि गाह्रो भइरहेको। अनि के पढिरहेछौ तिमी? मैले कम्प्युटर साइन्स। सुरुमा आउँदा मलाई पनि त्यस्तै हुन्थ्यो भाइ। म पनि अहिले त ब्याचलर पढ्छु, तिमी त +2 भर्खर होइन? हजुर, मलाई पनि गाह्रो हुन्थ्यो साथी बनाउन, डर लाग्ने होइन, बाहिर जान पनि डर लाग्ने। तिमीले पनि त्यस्तै हुन्छ होला अहिले? हजुर, बाहिर जान डर लाग्ने, नयाँ मान्छे भेट्न डर लाग्ने, के होला कसो होला होइन? हजुर, त्यो नर्मल हो भाइ। नयाँ नयाँ ठाउँमा नयाँ नयाँ काम गर्दा सबै त्यस्तै हुन्छ। तर हामी बिस्तारै एडजस्ट भइहाल्छौँ कि। अनि आजकल त मोबाइलको जमाना होइन, रिसर्च गर्ने कुन ठाउँमा के छ होइन, बस पार्क कहाँ छ, के छ कस्तो छ, त्यस्तै गरेपछि सहज हुँदो रहेछ। अनि साथीभाइसँग पनि बोल्न जाने, अनि डर लागे पनि के फियर भए पनि जाने बोल्ने, त्यस्तो केही हुँदैन होइन। बिस्तारै साथीभाइ बनिहाल्छ नि। जस्तै तिम्रो पुरानो स्कुलमा पनि तिमीले त्यस्तै भएको थियो होला सुरुमा, फेरि साथी धेरै बनाएको थियो होला नि त होइन? हुन्छ दाइ, अब त्यही अनुसार चल्नु पर्ला। मलाई त झन् विरक्त लागेर कलेजै छोडेर गाउँतिर गइदिउँ कि जस्तो लाग्यो। चिन्ने मान्छे भएन, चिन्जानको मान्छे भएन, पढाइ पनि छेउछाउको छिमेकी अब त्यस्तो घुलमिल भइसकेको छैन।
विरक्त लागेर चाहिँ तपाईँ आउनुभयो, त्यो सल्लाह सुझाव दिनुभयो, त्यसको लागि धन्यवाद। अब त्यही अनुसार चल्यो भने निकट भविष्यमा केही न केही प्रतिफल चाहिँ देला हुन्छ। यस्तो किसिमको समस्या हामी सबैलाई पर्न सक्छ, तर नयाँ ठाउँ नयाँ परिवेशमा अप्ठ्यारो मान्नु नेचुरल हो। तर हार नमानिकन हामीले नयाँ ठाउँ र नयाँ परिवेशमा जिउन सिक्नुपर्छ र एकले अर्कालाई उत्साह दिइकन हामीले एकले अर्काको मनोबल बढाउन पनि जरुरी छ।